आज साथीको बिहेको भोजको निम्तो स्वीकार गर्न जानुपर्ने, एउटा नयाँ सर्ट त लाउनै पर्यो। यो नयाँ सर्टको टाक चाहिँ अलिकति टाइट जस्तो देखियो। यो बाहुलामा टाक लगाउँदा अलिक टाइम लाग्ने रहेछ है के हो? बाहुलाको टाक त लगाइयो, अब गलाको टाक पनि खुल्लै छ। यसलाई लगाएर कलरलाई अलिकति माथि पार्न पाएँ भने यहाँ एउटा टाई पनि झुन्ड्याउन सकिन्छ। यो टाई यो सर्टमा कतिको खुल्छ कोनी? अब यसलाई लगाइ हेर्नु पर्यो। अब अलिकति टाइट पारि हेर्छु है त। अब यो कलरलाई तल झारिसकेपछि सायद टाई राम्रै देखिन्छ होला। अलिकति टाइट गर्नुपर्ने भयो। यो सर्ट र टाई त राम्रो देखियो। अब यसमाथि एउटा कोट लगाउन पाए साथीहरू जत्तिकै भएर चाहिँ पार्टीमा जान सकिन्थ्यो कि। सायद यो कोट पनि सुहाउँछ जस्तो पो छ है। ल हेर्नुहोस् त साथीहरू, यो कोट, सर्ट, टाई कति मजाले खोलेको, कति राम्रो देखियो त होइन र? तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने एक लाइक, एक कमेन्ट र सेयर गर्न नबिर्सिदिनु होला। हवस् त, धन्यवाद।